सिराहा क्षेत्र नम्बर 3 मा यति बेला नेपाल कम्युनिस्ट पार्टी एमालेमा प्रवेश गर्नेहरूको लर्को लागेको छ। विभिन्न राजनैतिक दलमा आबद्ध रहेका नेता कार्यकर्ता तथा स्थानीय व्यक्तिहरू धमाधम एमालेमा समाहित भइरहेका छन्। विशेष गरी गोलबजार नगरपालिका वडा नम्बर 1 र 3 का विभिन्न पार्टीमा आबद्ध व्यक्तिहरू सामूहिक रूपमा एमालेमा प्रवेश गरेका हुन्। नवप्रवेशीहरूलाई पार्टीका नेता तथा कार्यकर्ताहरूको उपस्थितिमा आयोजित कार्यक्रम मार्फत औपचारिक स्वागत गरिएको थियो। सिराहा क्षेत्र नम्बर 3 का एमालेका उम्मेद्वार लीलानाथ श्रेष्ठले नवप्रवेशीहरूलाई सिन्दुर र माला लगाएर स्वागत गर्नु भएको थियो। स्वागत कार्यक्रममा बोल्दै श्रेष्ठले जनताको विश्वास र समर्थनले एमाले प्रति आकर्षण बढ्दै गएको उल्लेख गर्नुभयो। उहाँले विकास, स्थायित्व र समृद्धिका एजेन्डालाई जनतामाझ स्पष्ट रूपमा प्रस्तुत गरिएकै कारण पार्टी प्रवेशको लहर देखिएको बताउनुभयो। स्थानीय तहमा संगठन सुदृढ बन्दै गइरहेको भन्दै श्रेष्ठले सिराहा क्षेत्र नम्बर 3 लाई नमुना क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा सहभागी नवप्रवेशीहरूले पनि क्षेत्रको विकास र जनताको हितका लागि एमालेसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।